कटहरको तरकारी त खाँदै खान्न भनेर धम्की दिने क्या बुढोले। सो वेलकम छ साथीहरू मेरो मिनी भ्लगमा शुभ बिहानी। मेरो बिहानी चाहिँ यसरी तातो पानीसँग सुरु भयो। निम्बु र तातो पानी खाएपछि घटिन्छ अरे के साथीहरू। अनिपछि मैले चाहिँ कटहर बोइल गर्न राखिदिएँ। बोइल गर्न राखिदिएपछि आज चाहिँ फेरि पनि बुकिङ थियो अनि नयाँ गेस्ट आउँदै हुनुहुन्थ्यो। उहाँहरूको लागि अब मङमङ बसाउने घर बनाउनु नै पर्यो। त्यसैले मैले रुममा चाहिँ धुप बालिदिएँ। अर्को रुममा जान्छु भनेको त के हो मेरो दिमाग पनि कामै गर्दैन साथीहरू कतिखेर त। अनि पछि मैले चाहिँ एउटा कोठाको चाबी एउटा कोठामा लगाइरहेछु। खुल्दैन किन खुलेन भनेको त नम्बर हेर्छु भनेको त 1 नम्बरकै। अनि मैले यसमा पनि धुप लगाइदिएँ। अनि बाथरुम सबै ट्याकटिक्कै थियो। अब हामीले क्लिन गरिसकेको थियौँ नि त। अनि अहिले त धुलो खसिरहेछ। रुमालले पुच्छपाछ पारिदिएँ। अनि पछि मैले पनि आफूलाई हेरेको त पुक्क मोटा छु कि म। अनि अलिअलि काम गरिसकेपछि मेरो यो कटहर बोइल पनि भइसक्यो। अनि मैले चाहिँ यसलाई बोइल गरेर अनि लास्टमा फ्राई गरेँ साथीहरू। यो अलग अलग तरिकाले बनाइरहन्छु। कहिले कसरी कहिले एउटा कोफ्ता बनाउँछु। एकदम मिठो हुन्छ। यसरी पनि बनाएको एकदम मिठो भएको थियो। मेरो खाना चाहिँ बनिसक्यो। अनि बुढो कता जानुभयो भनेर खोज्न गएको त बुढो त बाहिर पुल सफा गर्दै हुनुहुँदैछ। कटहर पनि हेर्नु साथीहरू 3टा बुटा छन् कि। अनि यसरी तल भुइँदेखिबाट फल्दै गएका छन्। अनि नबनाउने पनि कसरी। अनि दिनकै त मिठो हुन्न 4-5 दिन बिराउँदै बनाउँछु मैले फेरि। अनि एउटा बुटामा चाहिँ एकदम ठुला भएका छन्। एउटा बुटामा चाहिँ यसरी झोत्तै फलेका छन् क्या। एकदम मिठो लाग्छ मलाई। फेरि मासु जस्तै लाग्छ यो तरकारी चाहिँ। मलाई चाहिँ कतिखेर खाम भन्ने भएको थियो। अनि मैले एउटा चुक्टा क्वाप्प मुखमा हालेको त यस्तो मिठो भएको थियो नि त साथीहरू। अब आफूलाई मनपर्ने तरकारी पाकेपछि त एक थाल भात त खानु नै पर्यो साथीहरू। अनि मैले खाएँ गुवाम कटहर र भात एकदम मिठो भएको थियो। हजुरहरूलाई मनपर्छ कि नै कमेन्ट गर्दै गर्नुहोला। थ्याङ्क यू फर वाचिङ माई भिडियो।